आजभोलि चुनावको माहौल चलिरहेछ। तपाईँ चाहिँ कुन पार्टीको कमेन्ट गर्नु होला। अनि मेरो सबै खानदान चाहिँ काङ्ग्रेसमा रहेछन्। सो हेलो साथीहरू, सबैलाई स्वागत छ मेरो छोटो मिठो ब्लगमा। आइयो तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै नै छु। आज म जाँदैछु जिल्ला प्रशासन कार्यालय। म 2 मिनट हिँड्न पाएको छैन, गाडी चाहिँ ठ्याक्कै आइपुग्यो। अनि हजुरआमा म भाइ चाहिँ प्रशासन कार्यालयमा गयौँ। गाडीले चाहिँ धेरै नै तल छोडेर हाम्रो दिमाग खराब भइरहेको थियो। हिट्टा कति हिँड्यो अनि माथि गएर आफ्नो काम गर्न थाल्यौँ। तर माथि गएर हाम्रो भाग्य चाहिँ चम्केको थियो होइन। धेरै नै छिटो नागरिकता पनि बनिहाल्यो। हजुरआमाको चेन्ज गर्नु थियो, एकदमै छिटो हुने रहेछ। अनि नागरिकता बनाउन साथसाथै हजुरआमाको राष्ट्रिय परिचय पत्र पनि बनाउनु थियो, त्यो पनि बनाउन लाग्यौँ। नागरिकता चाहिँ हजुरआमाको हातमा आइसकेको छ। यस प्रकार नागरिकता भएको छ। पुरानो भएको कारणले नयाँ बनाएको हो। अझै एउटा काम चाहिँ भएको छैन। घरबाट एउटा सामानको फोटो पठाउनु थियो, त्यो फोटो पठाइसकेपछि हुन्छ। एकछिनपछि चाहिँ बहिनीले पठाइसक्यो अनि हजुरआमाको हातमा आइसक्यो। मुस्कान हजुरआमाको, वाह वाह क्या मुस्कुराहट है। एकदम खुसी हुनुभएको थियो हजुरआमा चाहिँ। सबै झन्झट गयो भनेर एकदम खुसी हुनुभएको थियो। अनि हामीले सबै काम सकाइसकेपछि कार्यालयलाई चाहिँ हामीले बाई भन्यौँ। अनि हामी चाहिँ आयौँ हाम्रो अछामको दरबारमा आयौँ। यो चाहिँ केही वर्ष अगाडि माओवादीले जलाएको थियो, पुरै ध्वस्त पारेको थियो। निर्माण हुनु पनि धेरै नै दिन लागेको थियो। ती दिन अगाडि नै भएको थियो निर्माण। यस्तो छ यो चाहिँ। अगाडि चाहिँ पुलिसको के थियो, हामीलाई जानु दियो। गाडीको वेटमा चाहिँ ठ्याक्क 2 घन्टा बस्नु पर्यो। ठाउँको ठाउँ निन्द्रा लागिरहेको थियो। अब के गर्नु, बस्नु पर्यो काम गर्न आइसकेपछि। त्यसपछि चाहिँ 2 घन्टापछि दाइ चाहिँ पुग्नु भयो। जाउस आज चाहिँ गाडी पाइँदैन भन्ने जस्तो लागिरहेको थियो। पाइहाल्यौँ। 2 जनाको पनि के रिजर्भ गर्नु भनेर गरेको थिएनौँ, तर पनि हामीले गाडी पाइहाल्यौँ। अनि बजारमा आएर भोक पनि लास्ट लागिरहेको थियो। चिप्स चाहिँ धेरै खाएको, तर त्यसले चाहिँ केही पनि भएन। चाउमिन नखाँदासम्म त के हुँदैन, यो चाउमिनले पनि के हुँदैन। जब घरमा गएर भात नखाँदासम्म जे खाए पनि केही टुङ्गो हुँदैन पेटलाई चाहिँ होइन। भात चाहिँ चाहिन्छ। अलिकति चारो हुन्छ भनेर मात्रै हो चाउमिन खाएपछि। यसले चाहिँ केही पनि टुङ्गो लाग्दैन। चाउमिन गम निस्टप खान थाले। अनि आज चाहिँ काङ्ग्रेसको र्याली चलिरहेको रहेछ। यहाँ चाहिँ भाषण शासन ठोकिरहेका थिए। अब यी चाहिँ भोट हाल्ने मान्छे हुन् कि के हुन्। अब हामी जेएनजीहरूलाई चाहिँ घन्टी मनपर्छ। हाम्रो ठाउँबाट भोट हालेर बालिन्सालाई के हुनेवाला छैन, त्यसैले चाहिँ हामी रुखमै हाल्नेवाला छौँ। त्यसपछि चाहिँ धेरै दिन भयो चटपट नखाएको पनि आज चटपट चाखौँ भनेर सामानहरू ल्याएको थियो। अनि सामानहरू सबै हाल्न थाले। लिम्बू सिम्बू पनि सब काटेर हाल्न लागिसके कागती। अनि सबै सामान एड गरिसकेपछि मैले चाहिँ बनाउन थालेँ। बनाइसकेपछि मैले चाहिँ खान थालेँ। धेरै दिनपछि खाँदाखेरि चाहिँ एकदमै मिठो लागिरहेको थियो। आजको लागि यति नै, भेटौँला अर्को ब्लगमा। राधे राधे।